केही वर्ष यता लोकशैलीका गीतले नेपाली सङ्गीत क्षेत्रलाई लोकमय बनाएको छ। सिनेमा, आधुनिक र पप गीतले पनि लोक फ्लेभरको प्रयोग गर्न थालिएको छ। कुनै समय लोकगीत भनेपछि नाक खुम्चाउने वर्ग अहिले लोकगीतमा छमछमी नाच्न थालेका छन्। नेपालीले मात्र होइन, विदेशी कलाकारले पनि नेपाली लोकसङ्गीतका भाका रुचिका साथ गुनगुनाउन थालेका छन्। लोकगीतले आफ्नो छुट्टै बजार निर्माण गरिरहेको बेला चलचित्रका गीत र आधुनिक गीतमा पनि लोकशैली नै प्रयोग गर्न थालेका छन्। पछिल्लो समय ठुलो सङ्गीत पारखी जमातले नेपाली लोकगीतलाई रुचाएका छन्। आजको यो श्रृङ्खलामा हामी पनि लोकगीतसँग सम्बन्धित कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ लोकगायक अमरदेव बेसी। उहाँले दर्जनभन्दा बढी लोकगीतमा स्वर दिनुभएको छ भने दर्जनभन्दा बढी गीतमा शब्द कोर्नु भएको छ। उहाँको स्वर सुरिलो छ नै शब्दहरूमा पनि गाउँले परिवेश र नेपालीपन झल्किन्छ। उहाँको गीतमा वास्तविक लोकगीतको चित्र भेटिन्छ। गायक अमरदेवको आज जन्मदिनको अवसरमा शुभकामना दिँदै आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हामीसँग आज स्टुडियोमा हुनुहुन्छ अमरदेव बेसी, निकै लोकदोरी चर्चित गायक। त्यही माथि एउटा जिन्दगीलाई जिउनु चाहिँ कसरी पर्छ भनेर उहाँबाट पनि सिक्न सकिन्छ। साथसाथै उहाँको मन्द मुस्कान साथै गीतहरूमा यति धेरै मर्मस्पर्शी गीतहरू पनि छ हजुरको, मैले सुनेको छु। हजुरहरूको गीतले मन छुन्छ। हजुरसँग प्रत्यक्ष भेट्न पाउँदा धेरै खुसी लाग्यो। थ्याङ्क यू, थ्याङ्क यू सो मच, थ्याङ्क यू। आज हाम्रो फर्स्ट भेट, गीत त सुनिन्थ्यो। फर्स्ट टाइम भेट्दाखेरि हजुरसँग धेरै कुरा गर्नुपर्ने थियो। त्यही माथि आज स्पेसल दिनमा भेट्या भएर हजुरलाई वन्स अगेन ह्याप्पी बर्थडे टु यु। त्यसपछि जन्मदिनको धेरै धेरै शुभकामना। आगामी दिनमा धेरै प्रगति गर्नुहोला। धेरै धन्यवाद। हजुरको सफलताले उचाइ चुमेको हेर्न चाहन्छौँ हामी। पक्कै पनि यहाँको यो वचन आशीर्वादको रूपमा लागोस्। थ्याङ्क यू सो मच। अहिले के गर्दै हुनुहुन्छ हजुर? ठिक छ, काम कर्म गीत सङ्गीतकै हो। गीत सङ्गीतमै भुलिरहेको छु। काममै धेरै व्यस्त हुनुहुन्छ। सिर्जना गर्ने, गाउने, बजारमा कसरी ल्याउने भन्ने त्यही छ फिर है। यो लोकदोरी क्षेत्रमा जस्तो कि रमाइला गीत पनि छन्, कुनै अब त्यस्तो मन रुवाउने गीतहरू पनि छन् होइन। हजुरको गीतहरू चाहिँ मैले प्रायः यसो मनमा चसक्क लाग्ने गीतहरू किन, शब्द किन यस्तो फुर्छ हजुरलाई? खासमा त सर्जक हो। हजुर, सर्जक हो। सबै किसिमका सिर्जनाहरू चाहिँ गर्नुपर्छ भन्ने मान्यता हो र गरिरहेको हुन्छु। मेरो गायकी, मेरो सङ्गीत, मेरो यो गीतका पाटोहरूलाई निहाल्दाखेरि सबै धेरैजनाले मलाई शब्द लेखन चाहिँ रुचाइदिनुहुन्छ। शब्दको पाटो चाहिँ बलियो छ भनेर मभन्दा पाका एकदम अग्रज आदरणीय दाजु दिदीहरूले पनि शब्द चाहिँ अमरदीपको लिएर काम गर्नुपर्छ भनेर जोडिनुहुन्छ। म जोडिएको छु त्यसरी थुप्रै कामहरूमा। लेख्दै जाँदाखेरि कुन मुडमा आउँछन् शब्दहरू होइन। रमाइला गीतहरू पनि लेखेको छु मैले, नलेखेको होइन, धेरै छन् मेरा रमाइला गीतहरू। लैबरीलाई होइन देखेर अहिले जुबानका कुराहरू पनि गरेछु। नयाँ आउने तयारीका कुराहरू छन्। अरे वाह भन्ने गीत अहिले सुटिङको क्रममा, हिजो मात्र सुटिङ भयो। स्मार्ट दरबार हाम्रो 12 त्यहाँ अगाडि के भन्छ ठाउँको नाम दरबारमा, स्मार्ट दरबार तपाईँको यहाँ चाबेलदेखि अलि हो र धुम्बाराईमा होइन, दमदार भएको छन्। तर मार्मिक शब्दहरू मर्ममा जति डुबेर लेख्दा मजा आउँछ, सायद मलाई धेरै आनन्द आउँछ। म यो मर्मभित्र सायद जीवनको आफ्नो कथा लेखे जस्तो पनि लाग्छ कता कता। जीवन त थोरै सुख धेरै दुःखभित्र रमाउनु हो नि त जिन्दगी। त्यही भएर धेरै भगाइ त दुःखको छ नि सुखको भन्दा। त्यही भएर धेरै लेखनमा डुबिन्छ होला कि यो दुःखका शब्दहरू, पीडाहरू लेख्दाखेरि सायद हो। भनेपछि गीत सङ्गीतले कहिलेकाहीँ भन्ने गर्छन्, गीत सङ्गीतले रुवाउँछ पनि हँसाउँछ पनि। कति शब्दहरू जो हुन्छ त्यो शब्दहरू सुन्दा गाउँदाखेरि नै त्यो गीतले दुःख सुख भुलाउँछ भन्ने कुरा छ हो। सायद हुन्छ। लोकदोहोरी गीत आफैमा विशुद्ध यो लोक भनेकै मान्छेको, हाम्रो नेपाली समाजको मान्छेहरूको जिन्दगी हो लोक होइन। जिन्दगीलाई गुनगुनाउने हो लोक गीतमा, जिन्दगीका दैनिकीलाई गुनगुनाउने हो लोकगीतमा। त्यो कारणले गर्दा पनि प्रत्यक्ष जीवनशैलीसँग जोडिएको हुन्छ लोकगीत। रुवाईकै कुरा गर्दा याद आयो, मैले
कृष्ण कणेल दाईको इन्द्रणी कार्यक्रममा जाँदाखेरि एउटा च्वास्स मुटु घोच्यो यो पापी मनले सोच्यो कि के सोच्यो यो गीत गाउँदा चाहिँ अत्याधिक आमाहरू हुनुहुन्थ्यो खासमा त्यहाँ आमा बुबाहरू अलि एजेड हामीभन्दा अग्रजहरू एकदम सबैजना गाएर भ्याएँ गाउँदासम्म मैले पनि मेरो पाइन आफ्नै सुरमा गाउँदै गएँ गाएर जब मैले गाएर सिद्धाएँ अनि यसो चारैतिर आँखा डुलाउँछु भनेको सबैजनाको आँखा रसाएको रहेछ सबैजना रोइरहनु भएको रहेछ रुवाईको कुरा गर्दा त्यो याद आयो मलाई त्यो कस्तो हुन्छ भने कहिलेकाहीँ शब्दहरूमा आफूलाई डुबाइन्छ क्या मान्छेको कस्तो हुन्छ भने दुःख सुख त सबैको लाइफमा हुन्छ नि हामी मानव मान्छेहरूमा चाहिँ के रहेछ भने चाहिँ सुख चाहिँ एकदम छोटकरीमा लिने अनि दुःखलाई धेरै अँगाल्ने बानी छ भन्छन् जस्तो कि हामी चाहिँ सुख चाहिँ एकैछिन आयो गइहाले जस्तो गर्छौँ अनि दुःखलाई चाहिँ बारम्बार रिपिट गरिरहन्छौँ नि माइन्डमा त्यो कुरा सत्य हो सत्य हो नि सुख त साथी सँगै साथी जस्तै हो भेटघाट भइरहन्छ दुःख भनेको पाहुना जस्तो हो कहिलेकाहीँ आउने हो बिदाई गर्ने त हो तर थोरै सुख धेरै दुःख हुँदाहुँदै पनि फेरि दुःखभित्र पनि रमाउने हो एउटा मलाई एकजना एकदम राम्रो वाचक जे हुनुहुन्छ उहाँले भनेको शब्द याद आउँछ के अरे यो सुख दुःखको कुरा गर्दै गर्दाखेरि एउटा गीतमा पनि छ होइन दुःख सुख त पाहुना जस्तो रहेछ होइन जो कहिलेकाहीँ आउँछ होइन दुःख भनेको साथी जस्तो रहेछ सधैँभरि आइरहन्छ त्यस्तै नै हो सुख दुःख जिन्दगीको एउटा पाटो नै हो तर मान्छेलाई अलिकति दुःख भयो भने मलाई चाहिँ जहाँसम्म लाग्छ मात्रै मैले हर मान्छेको लाइफमा त चलि नै रहेको हुन्छ होइन मलाई चाहिँ दुःखले मान्छेलाई सङ्घर्ष गर्न सिकाउँछ सङ्घर्ष गर्दै गएपछि मान्छे बलियो हुन्छ जस्तो लाग्छ पक्कै हो सङ्घर्षले त मान्छे बलियो हुन्छ अवश्य नै हुन्छ होइन सङ्घर्ष रहेन भने त जीवन नै के रह्यो र प्रदीप रोदनजीले भने जस्तो होइन के अरे पाउमा काँडा हुँदासम्म त जिन्दगी छ छातीमा फुल हुँदाको दिन त जिन्दगी नै कहाँ रहन्छ र भन्नुहुन्छ त्यस्तै हो आगामी दिनमा हजुरलाई आज म त्यस्तो केही कुराहरू सोध्ने छैन जो हजुरलाई आजको स्पेसल दिन स्पेसलै होस् या कसैले पर्खिरहनु भएको होला हजुरलाई स्पेसल दिनमा थोरै टाइम लिएर मिठो कुरा गर्ने मात्र सोध्छ म आज हजुरलाई कुनै तर्फबाट पनि दुःखी बनाउने कोसिसमा छैन शब्दहरू पनि बाँकी कुरा त हामी भेटघाट रहि नै रहन्छ कुरा गर्ने नै छौँ अहिले साङ्गीतिक क्षेत्रमा हजुरलाई भन्छन् कि पछिल्लो टाइममा मान्छेहरूलाई साङ्गीतिक क्षेत्रमा अड्किन साह्रै गाह्रो छ टिक्न साह्रै गाह्रो छ भन्छन् कतिको गाह्रो छ साह्रै गाह्रो छ नि यो सङ्घर्ष साङ्गीतिक जीवन मैले यस्तो लाग्छ कुनै पनि बाबाआमाहरू हुनुहुन्न होला जसले आफ्नो सन्तानलाई बाबु म त ठुलो भएर कलाकार बनेस् भनेर आशीर्वाद दिएको एकाध हुनुहुन्छ होला नत्र हुनुहुन्न होला लाउरे बनेस् डक्टर बनेस् पाइलट बनेस् त धेरै पैसा कमाएस् उधुम प्रगति गरेस् भन्ने हुनुहुन्छ होला तर कलाकार बनेस् कलाकारिताबाट प्रगति गरेस् भन्ने चाहिँ खासै सायदै हुनुहुँदैन होला मेरो पनि बाबाआमाको ध्येय त्यो थिएन कि छोरा कलाकार बनोस् तर मैले सानैबाट आदरणीय गुरु मैले एकदम सम्मान गर्नुपर्छ जीवन शर्मा दाई मेरो आदरणीय गुरु हुनुहुन्छ उहाँबाट सङ्गीत सिकेको मैले जनवादी गायकको नेपालकै साङ्गीतिक आकाशको धरोहर हुनुहुन्छ उहाँप्रति सम्मान पनि गर्छु उहाँबाट अत्यन्त प्रभावित प्रेरित हुँ आज पनि मलाई लोक दोहोरी सर्जक गायक भनेर सबैले चिनिरहँदाखेरि मैले त्यस्ता खालका सिर्जनाहरू गरिरहँदाखेरि अझै कता कता धित्नु परे जस्तो फिल हुन्छ जनताको गीत गाउनु पाएँ समाजको गीत गाउनु पाएँ प्रगतिशील टाइपका गीतहरू गाउनु पाएँ भने म गाउँछु मेरो गीत मैले साँच्चै मनले सोचेको गीत एक दिन गाउँछु अझै बेला भएको छैन एउटा अलिकति बजार भनिसकेपछि अमरदीप विशीले कस्तो खालको गीत गाउँछ त भनेर मान्छेले वाज गर्ने टाइम आउँदाखेरि मैले गाउने खालको गीत गाउँछु अहिले लोकदोहोरी विशुद्ध लोकदोहोरीभित्र रमाएको छु तर केही समयपछि मैले आफ्नो गीत गाउँछु त्यो दिन छिट्टै आओस् हामी पर्खाइमा छौँ थ्याङ्क यू सो मच अहिले हजुरको बजारमा आउँदै गरेको गीत के कति छन् अहिले विशुद्ध 3टा गीतको तयारी भइरहेछ मेरो अब न्यू इयर टार्गेट हो सबै एउटा समीक्षा अधिकारी र मैले गाएको मेरो आफ्नो शब्द लयमा रहेको गीत हिजो मात्र सुटिङ भएको छ स्मार्ट दरबारमा अरे वाह भन्ने थोरै सुनाउनु मिल्छ एकदम अनि हाम्रो सागर लम्साल बले त्यसै गरी हाम्रो सुरक्षा हितान हो कि हिताङ के भन्नुहुन्छ बहिनीको नाम पछाडिको यो सब थर नै अप्ठ्यारो उहाँहरूले विश्व बराल सर र एकजना नयाँ आर्टिस्टले डेब्यु गर्नुभएको छ कोरसहरू टन्न एकदम राम्रो म्युजिक भिडियो बनाउनु भएको छ हिजो रातभरि सुटिङ भयो त्यहीँ रह्यौँ हामी सबैजना होइन सही गीत है त थोरै गर्नुपर्छ
गुन्युसँग लगाउँदा चोली त कसम तिमी देखिए उसोलिट म त मरे बा ए लगाउँदा चोली त कसम तिमी देखिए उसोलिट म त मरे बा गुन्यु चोलीलाको कति राम्रो सुहाएको तिमीलाई अरे वा ए गुन्यु चोलीलाको कति राम्रो सुहाएको तिमीलाई अरे वा आहा कति राम्रो सुहाएको तिमीलाई अरे वा कति राम्रो स्वर कति राम्रो शब्द धेरै राम्रो छ यो आउँदै गरेको गीतले हजुरको सफलता पक्का पाउनेछ हामी पनि त्यसमा चाहिँ पक्का नै छौँ कि सफलता पाउनेछ आगामी दिनहरूमा पनि यस्तै गीतहरू सुन्न पाइरहोस् हामीले होइन हजुरले यो जस्तो हजुरको साङ्गीतिक क्षेत्रमा छिरिसक्नु भएपछि एउटा कुनै जो गीत कि हजुरको एकदम मन छोको गीत कुनै मञ्चको गीतको कुरा गर्ने भने सबै गीतले मन छुन्छ म सर्जक भएको नाताले सबै सिर्जनाहरू मेरो लागि उत्तिकै बराबर रहन्छन् तर मलाई अमरदीप विश्व एउटा गाएको है भनेर एउटा खुड्किलो पार गरेर दरिलो सङ्गीत यात्रामा पाइला टेकाउने गीत चाहिँ मरोडमा तिमी करोडमा हो मेरो आफ्नो शब्दमा रामु विश्व दाईको लय विष्णु माझी र मेरो आवाजमा 5-7 वर्ष अगाडि बजारमा राम्रो चलेको सबैले धेरै माया गरिदिनु भएको गीत मरोडमा तिमी करोडमा आदरणीय दिज्यू रञ्जिता गुरुङ दिज्यू र विमला अधिकारीले अभिनय गर्नु भएको छ मरोडमा तिमी करोडमा है त सानो छँदा एउटै थियो भाँडाकुटी खेल्ने ठाउँ अहिले आएर फरक भएको छ जीवन शैली झेल्ने ठाउँ बसन्तको कोपिला फुल्यो सरदमा आज पनि हामी दुईले टेक्ने धरती एउटै हो खेल्ने ठाउँ फरक भो मरोडमा तिमी करोडमा हो मरोडमा तिमी करोडमा थ्याङ्क यू नचाहँदै पनि मैले आज हजुरले एउटा क्वेसन सोधिहाल्छु फेरि किनकि मलाई एकदम सोध्नै मन लाग्यो हजुरले यस्तो राम्रो राम्रो शब्द के हाम्रो अब यो अहिले चलेको चलनमा चाहिँ ब्रेकअप भन्छन् होइन कि मनमै दुख्ने गरी केही चोट परेको कि हजुरलाई कसरी यस्तो गीतहरू के शब्दहरू त्यस्तो छैन मनमै दुख्ने गरी चोटहरू त जिन्दगीमा कति परे होइन त्यो अरू चिज चाहिँ हुन्छ जस्तो कि सिर्जना गर्ने क्रममा तपाईँले भनेको क्वेसन धेरैले गर्नुहुन्छ सिर्जना भन्ने कुरा आफ्नो चोटले लेखिने होइन समग्र मानवहरूको भोगाइलाई एउटा भोगाइभित्र डुबेर सम्पूर्ण मानिसहरूको चोटभित्र डुबेर पीडा निकाल्ने प्रयास गर्ने हो सम्पूर्ण मानवहरूको खुसीभित्र बसेर र सुखका सिर्जनाहरू गर्ने कोसिस गर्ने हो म सर्जको सबैको पीडा सबैको दुःख सबैको खुसीलाई समग्रता बनाएर लेख्ने मान्छे हो त्यो मेरो पीडा व्यक्त चाहिँ हुँदैन शब्द चाहिँ जो आफूले परेपछि मात्र फुट्छ भन्ने छ नि त प्रायः त्यही भएर मैले सोधिहालेँ देखेर पनि फुट्छ हो अनि अहिले आफूलाई व्यस्त रहँदाखेरि व्यस्त भइरहँदाखेरि कहिलेकाहीँ नर्मल लाइफ जिउन चाहिँ कति गाह्रो छ कि म नर्मल अझै आनन्दले बस्छु या यो गर्दिनँ भन्नलाई सजिलो छ कि या गायन क्षेत्रमा लागिसकेपछि अलिकति गाह्रो छैन लाइफ त नर्मल त हो नि मेरो होइन बिजी भइन्छ नि कहिलेकाहीँ यसो आनन्दले बस्छौँ या आफ्नै नर्मल लाइफ जिउँ यो गायन क्षेत्र कति भन्ने जस्तो छ कि छैन आनन्दले बस्छौँ त गीत सङ्गीतको एउटा हस्ती भएको नाताले मलाई गीत सङ्गीतको कर्ममा जोडिँदा जति आनन्द त कहीँ पनि लाग्दैन त्यसमा आनन्दको लाइफ नै म गीत सङ्गीतसँग जोडिएर कर्म रहँदाको लाइफ नै आनन्दको लाइफ मेरो लागि खाली भयो भने फेरि पर्छ हो सबभन्दा अहिलेसम्म स्ट्रगल गरेपछि सबभन्दा ठुलो खुसी पाएको छैन कुनै गीत सङ्गीतकै सन्दर्भमा रहेर ठुलो खुसीका धेरै ठाउँ छन् खुसीहरू भएका दुःखहरू भएका ठुलो खुसी त त्यो दिन थियो होला जुन पहिलोचोटि म काठमाडौँ आएर गीत रेकर्ड गर्दा स्टुडियो छिर्थे त्यस्तो भयो त्यो ठुलो खुसी थियो त्यस्तै हो सङ्घर्ष गर्दै जाँदाखेरि अहिले चाहिँ जे भए पनि पहिलाको र अहिलेको आफ्नो नाममा गायक लगाउँदाखेरि चाहिँ कतिको गर्व महसुस हुन्छ अझै त्यस्तो नामको अगाडि गायक जोड्ने गायक भएछु जस्तो मलाई लाग्दैन मैले अलिकति कर्म गर्ने कोसिस मात्र गरिरहेको छु दर्शकहरूको जनताको मनमा बसौँ भन्ने एउटा उद्देश्य लिएर सङ्घर्ष गरिरहेको छु गायकै हो भनेर त्यस्तो लायक भने जस्तो मलाई आफूलाई लाग्दैन
2-4जनाले चिनिदिनुहुन्छ, माया गरिदिनुहुन्छ। हिजो आज जन्मदिनको दिन यसो फेसबुकको वालमा हेरेँ, कतिले मलाई मिस गर्नुहुँदो रहेछ भनेर यसो हेरेको। धेरैजना हुनुहुँदो रहेछ जसलाई मलाई धेरै माया गर्नुभएको रहेछ। म सम्झन चाहन्छु आदरणीय अग्रज दाजुहरू, हेमन्त शर्मा दाईले बर्थडे विस गर्नुभएको रहेछ। मेरो अग्रज आदरणीय गुरु हुनुहुन्छ, भिडियो कलमा पनि कुरा भयो दाईसँग। अर्जुन कौशल दाई पाल्पाको एकजना हस्टी, यानी माया हो गीत गाएर धेरै गीतहरू गाएर दर्शकको माझमा बस्नु भएको छ। हेमन्त शर्मा दाई उत्तिकै हुनुहुन्छ। कृष्ण केसी दाईले सम्झिनु भएको थियो। मभन्दा अग्रज दाजुहरू, पूर्णकला विषी मेरो एकदम आत्मीय दिजी हुनुहुन्छ, नजिक हुनुहुन्छ, लगायत थुप्रै मैले यहाँ भर्खर सबैको नाम लिएर साथ दिए भएन। अग्रजहरूले पनि यो पनि सङ्गीतको एउटा हस्ती है भन्ने हिसाबले होला सायद माया गरेर विस गरिदिनु भएको रहेछ। एकदम प्राउड फिल भयो। जस दाइहरूको नजरमा पनि म रहेछु जिउँदै भन्ने चाहिँ धेरै खुसी लाग्यो। बर्थडेको दिन सबभन्दा स्पेसल म्यासेज कसको आयो भनिदिनुहोस् त हामीलाई। बर्थडे स्पेसल त यसै अग्रजहरूले गरिहाल्नु पो भन्नुभयो होइन, बाँकी हुन्छ नि त सबैभन्दा नि अलिकति आएर फुरुङ्ग हुने टाइपको चाहिँ म्यासेज कसको आयो हजुरलाई? फुरुङ्ग त्यस्तो सबैले म्यासेज गर्नु हो, फुरुङ्गै छु सबैको म्यासेजबाट। तर धेरै मनबाट, मुटुबाट, आत्माबाट मलाई सम्झिनु चाहिँ मेरो सधैँभरि मलाई सङ्गीतको फिल्डमा मर्न नदिने, मलाई बचाइरहन चाहने आदरणीय मेरो अत्यन्त प्रिय साथी हुनुहुन्छ गोविन्द थापा। कुनै दिन सँगै पनि रहँला। उहाँ राम्रो मोडल पनि हुन्छ, आर्टिस्ट हुनुहुन्छ। नारी सिरियल, भैरवी सिरियल, बुहारी लगायतका सिरियलहरूमा राम्रो अभिनय गरेर दर्शकको मनमुटुमा हुनुहुन्छ गोविन्द थापा। उहाँहरूको लेखाइ जुन थियो तरिका, त्यो चिजले चाहिँ मन थियो। खुसी लाग्छ है कुनै चिजहरू यस्तो भयो भने। जिन्दगीमा अघि बढ्नको लागि चाहिँ पछाडि जिन्दगीले पछाडि पार्नको लागि त धेरै कुराहरू नै हुन्छ, जिन्दगीमा अगाडि बढ्नको लागि चाहिँ के चाहिने रहेछ? निरन्तर सङ्घर्ष, फेरि पनि सङ्घर्षबाट हार खानु हुँदैन। सफलताको लक्ष्य हेरेर निरन्तर सङ्घर्ष गर्नुपर्छ, त्यही नै हो। हजुरलाई जिन्दगीमा सबभन्दा धेरै डर लाग्ने चिज के छ? केसँग डराउनुहुन्छ? डर त केसँग डर लाग्छ? कहीँ बाटो बिराउँछु कि कहिले काहीँ भन्ने डर लाग्छ। अब त्यस्तो छैन, यो सँगै डर लाग्छ। साथीभाइ कतिको हुनुहुन्छ? साथीभाइ त म स्याल जस्तो मान्छे। एउटा यो स्याल जस्तो फेरि किन भनेको म सोध्नेवाला थिएँ। एउटा कथा पर मैले सुरुमै सुनेको थिएँ कि बाघ र स्यालको होइन, शिकार गर्नु गयो अरे। अनि त्यसपछि त्यो बाघले चाहिँ एउटा मृग मारेर सिङ्गै लिएर फर्क्यो अरे कि। फर्केपछि सिङ्गै लिएर फर्क्यो अरे। स्यालले पनि सेम तरिकाको एउटा मृग मारेर फर्केको सानो चोइटा मात्र लिएर फर्क्यो अरे कि। अनि सोधेछन् कि साथीभाइले, बाघले यत्रो सिङ्गै मृग बोकेर आएको छ त स्यालले यत्रो सानो किन लिएर आइस् भन्दाखेरि स्यालले जवाफ दिएको थियो अरे कि। अब मेरो धेरै साथीभाइहरू थिए बाटोमा, सबैजनालाई बाँड्दै आउनुपर्ने। आउँदाखेरि यति मजा भन्थ्यो अरे। खासमा के रहेछ अरे भन्दा, बाघले एकदम शक्तिशाली हुने त्यो सबै बचाएर लिएर आएछ। स्याललाई चाहिँ कता काँडाले कुतार्ने, कता झारीले अड्काउने, लछार पछार गर्दा सानो बसेको थियो अरे। त्यस्तै स्यालको धेरै आफन्त हुन्छन् भने जस्तो होइन। स्याल एकचोटि गर्दा पनि गरिरहेको हुन्छ, स्यालको धेरै आफन्त हुन्छ भन्छन् कि। त्यही भएर मेरो पनि एकदम धेरै भएको महसुस हुन्छ, धेरैले माया गरेको महसुस हुन्छ। मलाई माया गर्नुहुन्छ जस्तो लाग्छ। मलाई त्यस्तो घृणा गरेको त चाहिँ यस्तो यो चिज त अगतिले नजाति छस् भनेर त्यस्तो भनेको चाहिँ मैले अहिलेसम्म पछाडि के भन्नुहुन्छ थाहा छैन, मैले सुनेको छैन, मैले देखेको छैन, मैले भोगेको छैन। पैसा जिन्दगी जिउनको लागि कति इम्पोर्टेन्ट रहेछ? पैसाभन्दा ठुलो अरू केही छ कि छैन? आजकल त सबै पैसा 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 भन्छन्। पैसा कति इम्पोर्टेन्ट छ जिन्दगीको लागि? पैसा धेरै इम्पोर्टेन्ट छ जिन्दगीको लागि। तर कस्तो भन्दा इम्पोर्टेन्ट त छ नि, हरेक चिजमा पैसा चाहिन्छ होइन। तर पैसा कमाउनको लागि कति मान्छेहरू पैसाकै पछाडि दौडिनुहुन्छ होइन। तर फेरि पैसा कमाउनको लागि पैसाकै पछाडि दौडिनु भन्दा पनि सङ्घर्ष हो निरन्तर। पैसाभन्दा महत्त्वपूर्ण कुरा चाहिँ सङ्घर्ष हो। सङ्घर्ष गर्दै गयो, सफलता हात जुन दिन पर्छ नि त्यो बेला पैसाले आफै पछि लाग्छ, आफू पैसाको पछि लाग्नुपर्छ जस्तो लाग्दैन। पैसा महत्त्वपूर्ण त हो, तर पैसा सर्वस्व चाहिँ होइन। सङ्घर्ष सर्वस्व हो। हर पलमा जिन्दगीमा चाहिँ जस्तो दिन बित्दै जान्छ होइन, साथी सर्कलहरू पनि अब स्कुल कलेजको साथी छुट्टिन्छन् बिस्तारै। आफ्नो साइडको आफू जुन फिल्डमा छ त्यही साथीहरू भेटघाट हुन्छ, त्यही पनि बिस्तारै कम हुँदै जान्छन्। फेरि आफूले आफ्नो लेभल बढ्यो भने साथीको लेभल पनि बढ्छ, घट्यो भने आफू पनि त्यही सर आइन्छ।
जिन्दगीमा साथै नछोड्ने चाहिँ को हो रहेछन् आफन्तमा? आफन्तमा दुःख सुख सधैँमा साथ दिने को रहेछ? त्यो त आफ्नो श्रीमती हो नि। हो सधैँ साथ? त्योभन्दा अर्को सधैँ साथ दिने त को हुनसक्छ? श्रीमती नै हो। आफैसँग के आफ्नो छाया हो कि श्रीमती हो? कति धेरै राम्रो कुरा श्रीमती है। आमा पछि बुझ्ने मान्छे भनेको श्रीमती भन्नुहुन्छ। कति होइन तपाईँले सबै मान्छे भन्दा आमा र बाबालाई त कसैको पनि दाजुमा कम्पेयर गर्न मिल्दैन। त्यसपछिको विकल्पको रूपमा मैले श्रीमती भनेको। साथमै राख्न मिल्दैन र विकल्पमा राख्नु भयो त? होइन साथमा त छँदैछन् नि। ओके, यो सङ्घर्षको कुरा अनि जिन्दगीको धेरै कुराहरू छ जो मैले आज हजुरको 1% पनि ल्याएको छैन। म लिएर टाइम धेरै लिन चाहन्न। हजुर जस्तो मलाई प्रायः कसैले भन्नुहुन्छ आफ्नो तारिफ आफूले गर्नु हुँदैन, हाँसिरहनुहुन्छ भन्नुहुन्थ्यो क्या अरूले मलाई। आज हजुरलाई देखेर चाहिँ वा हाँसिरहनु हुँदो रहेछ, यो बानी कहिले पनि नछोड्ने। किन हाँस्ने भनेको यो ह्याबिट भनेको यो जिन्दगीभर सबभन्दा धेरै सुन्दरता नै। मान्छे कालो गोरो रङमा केही फरक पर्दैन, मोटो पातलोमा केही फरक पर्दैन, हाइटमा वेटमा केही फरक पर्दैन, तर मान्छे हाँस्न चाहिँ पर्छ भन्ने मेरो नै सिद्धान्त होइन। सफा मन भएको मान्छे हाँसिरहन्छ हो, चाहे जेसुकै होस् क्या। भोलि पीडा छ 10 मिनट बरु रुममा बसौँ तर निस्किँदा चाहिँ हाँसेर निस्क्यौँ भन्ने सोच मेरो नि हो। हजुर पनि हाँसिरहनु हुँदो रहेछ। यति राम्रो मान्छेसँग भेट भयो, कुरा भयो। आज स्पेसल डे, जन्मदिनको फेरि पनि म धेरै धेरै शुभकामना भन्छु हाम्रो टिमबाट पनि। सबैले जन्मदिनको हजुरलाई धेरै धेरै शुभकामना। आगामी दिनमा फलोस् फुलोस्, यति उन्नति होस् कि हामीले चाहिँ यसरी हेर्नु परोस् कि हजुरले है। अनि मिठो कुरा गर्ने, अर्कोचोटि भेट्ने पक्का बाचासँग आज हामी छुट्टिन्छौँ। छुट्टिँदा एउटा राम्रो गीत हजुरलाई मनपर्ने कुनै पनि गीत सुनाएर हामी छुट्ट्यौँ न। ओके, मैले भर्खर मात्र अडियो रिलिज गरेको छु, भिडियो केही दिनमा आउँछ। अहिले एकदम सामाजिक सञ्जालमा भाइरल हुनुभएकी गायिका रेखा पोखरेलसँग अस्ति एउटा सहकारी गरेको थिएँ। दुई खोली एक हुने रहेछ दोमानमा, दुई मुटु एक हुने भैँसु जोबानमा भन्ने चाहिँ एक टुक्का गाउँछ है त। सल्की जाने डाडेलो त ढल्की जाने भैँसा, सल्की जाने डाडेलो त ढल्की जाने भैँसा, भैँसा जुबान चढ्दै जाँदा माया बस्दो रहेछ, दुई खोली एक हुने रहेछ दोभानमा, दुई मुटु एक हुने भैँसा जुबानमा, दुई खोली एक हुने रहेछ दोभानमा, दुई मुटु एक हुने भैँसा जुबानमा, आहा दुई मुटु एक हुने भैँसा जुबानमा। थ्याङ्क यू। कति मिठो स्वर, तारिफ गरेर म थाक्दिनँ। धेरै धेरै धन्यवाद आइदिनु भयो हजुरलाई, धेरै धेरै धन्यवाद। एकदम थ्याङ्क यू सो मच। जतिले पनि यो हेर्नुहुन्छ हाम्रो कुराकानी संवादलाई, नेपाली आम दर्शक श्रोताहरूप्रति उच्च सम्मान छ। अब सिर्जनाहरू लिएर आउँदैछु हजुरको माझमा, धेरै माया गरिदिनु होला। मायाको एकदम आशा बोकेर भारी बोकेर आउनेछु हजुरको माझमा, दिनु होला। आज मैले अझ एउटा कुरा फेरि जोड्न चाहिहालेँ। मैले आज सोध्दिनँ भन्दै हजुरलाई एउटा लास्टमा केही सोध्नु, हजुरले आफ्नो प्यारो दर्शकबिनहरूलाई भन्नुपर्ने केही कुराहरू जो हजुरलाई धेरै माया गर्नुहुन्छ होइन, मर्देबेसी भनेर एकदमै सुन्न चाहने, मन पराउने, माया गर्ने आफ्नोहरूलाई के भन्न चाहनुहुन्छ? त्यही हो, माया गरिरहनु भएको छ, एकदम धेरै माया दिनुभएको छ, आभारी छु। यो माया नटुटोस्, यो माया जति गर्नुभएको छ अझै धेरै गर्नुहोस् पनि भन्दैन, गरिरहेको मायालाई निरन्तरतामा राख्नुहोला, त्यही नै भन्न चाहन्छु। अब 3टा कोसेलीहरू बजारमा टार्गेट गरेर अरेवा, त्यसै गरी दुई मुटु एक हुने भैँसा जुबानमा, यसै गरी एउटा एक्स्ट्रा चिज गरेको छु यसपालि, न्यु इयरलाई टार्गेट गरेर तेरो इलाका मेरो धमाका, अलिकति फरक चिज लिएर तपाईँको माझमा आउँदैछु। त्यसको बारेमा आगामी दिनमा कुरा गरौँला। सबै सिर्जनाहरूलाई माया उत्तिकै माया गरिदिनु होला, त्यही भन्न चाहन्छु। हाम्रो निकै स्वरको त यति धनी हुनुहुन्छ कि उहाँको स्वर सुनेरै मै फिदा भइसकेँ। त्यही भएर स्वरको एकदमै धनी। त्यसपछि हाम्रो लोकगीत भनेको सदाबार चलिरहेको मौलिक चिज पनि हो होइन। बाँकी चिजहरू भनेको बिस्तारै बिस्तारै
अलग तरिकाले गए। तर यो लोकगीत भनेको सधैँ पहिलादेखि हाम्रो बाबुबाजे पुर्खौँदेखि चलिआएको गीत सङ्गीतलाई माया गरिदिनु होला। उहाँको नयाँ नयाँ गीतहरू आइरहेछ, धेरै माया गरेर उहाँलाई कमेन्ट पनि गर्नु होला। राम्रो नराम्रो कमेन्ट गर्नुभयो भने फेरि उहाँले नयाँ नयाँ गीतहरू ल्याउन, नयाँ नयाँ हाम्रो लागि रमाइलो गर्नको लागि, या हजुरलाई दुःखी हुनुहुन्छ भने खुसी बनाउनको लागि, खुसी हुनुहुन्छ भने अझै नचाउनको लागि नयाँ नयाँ कुराहरू लिएर आइरहनु भएको छ। उहाँको गीत हेरिदिनु होला, माया गरिदिनु होला, सधैँ साथ दिनु होला। यस्तै राम्रो मान्छेको साथ दिनुभयो भने हामी पनि सधैँ खुसी हुनेछौँ। थ्याङ्क यू सो मच। धन्यवाद। थ्याङ्क यू, धन्यवाद सबैलाई। थ्याङ्क यू।